उहाँ रुने बहिनीको भिडियोमा फोटो नदेखाउनुहोस् र उहाँलाई हजुर आफन्तीहरूले रुनबाट कन्ट्रोल गर्नुहोस्। उहाँको समस्या मैले बुझेँ। बहिनी यसरी यहाँ आएर तपाईले मेरो सामु अगाडि जुन रुनुभयो यो देख्दा मलाई पनि ज्यादै नै दुःख लाग्यो। त बहिनीका आफन्तहरूले मैले बोलेका शब्दहरू आवाजहरूलाई मोबाइलमा रेकर्ड गर्नुहोस् र त्यो तपाईले आफ्नो घरमा लगेर त्यहाँ भनिएका कुराहरू पूर्ण 100% व्यवहारमा त्यसलाई चाहिँ उतार्नु होला, लागू गर्नु होला। तपाईका यी पीडाहरू, यी तनावहरू, यी रोदनहरू, यी आँसुहरू भोलिका दिनहरूमा नझरुन् र यसको लागि तपाईलाई जे जस्तो समस्याहरू पर्छ, जे जस्ता कठिनाइहरू पर्छ, जे जस्ता रोगहरू कठिनाइ अप्ठ्याराहरू आउँछन् त्यति बेला तपाईको म निशुल्क अहिले पनि तपाईले मलाई कुनै केही पनि दिनु पर्दैन। तपाईको म 1 रुपैयाँ पनि लिनेवाला छैन र तपाईलाई मैले जानेको बुझेको मलाई जुन ईश्वरबाट प्राप्त भएको ज्ञान तपाईलाई बाँड्दैछु, यो निशुल्क रूपमा तपाईलाई दिँदैछु। यो उपाय गरेर तपाईको जीवन सुखी, सम्पन्न, खुसी बन्ने छ भन्ने म पूर्ण विश्वास लिएको छु। 100% हुन्छ यसमा। त तपाईले 1 नम्बरमा के गर्नु पर्छ भन्दाखेरिमा आफ्नो घरमा भएको श्रीमान बालबच्चाहरूलाई रुखो वचनहरू नबोल्नु होला र कडा शब्द, रुखो वचनहरू तपाईले नभनी पछाडि 1 नम्बर त्यहीबाट तपाईको घरमा शान्ति सुरु हुन्छ र त्यस पछाडि आफ्नो श्रीमान, आफ्नो लोग्नेले, आफ्नो पतिले भनेका कुराहरूलाई जे भन्दा पनि सहज रूपमा लिएर हुन्छ, हस् गर्छु भनेर त्यस अनुसार गर्नु होला। त्यसपछि तपाईलाई अर्को म नेक्स्ट उपाय दिएँ। तपाईले मंगलबारको दिन व्रत गर्नु होला। मंगलबारको दिन तपाईले यस्तो खालको नुनहरू नखाने। यो नुनहरू बिल्कुल नखाने, बिहान पनि नखाने र बेलुका पनि नखाने। तपाई सादा खाने खानु होला मंगलबारको दिन र भगवान हनुमानको चाहिँ ध्यान गर्नु होला। त्यसपछि तपाईलाई म अर्को टिप्स दिन्छु। तपाईको घरमा यस्तो चाहिँ बीम, तपाईको चाहिँ बीम छ, हो त्यस्तो किसिमको बीम मुनि तपाई सुत्नु भएको छ। यहाँ ध्यान दृष्टिले हेर्दाखेरि त्यस्तो दलिन वा बीम मुनि तपाई नसुत्नु होला। तपाईको खाटलाई थोरै पछाडि अथवा अगाडि अथवा साइडमा कतै सारेर तपाईको बिस्तारालाई मिलाउनु हुन म यहाँलाई अनुरोध गर्न चाहे। र यहाँलाई म अर्को उपाय के दिन चाहन्छु भन्दाखेरिमा तपाईको हातमा हर समय, हरेक तपाईको दिन, हर दिन 2 वटा पहेँला चुराहरू चाहिँ यस्तो किसिमको पहेँलो चुराहरू तपाईले लगाउनु होला आफ्नो हातमा। यसरी लगाउनु होला हातमा र यो मंगलबारको दिन तपाईले यस्तो चुरा लगाउनु हुँदैन। मंगलबारको दिन मतलब यो हातमा चाहिँ नचिराउनु होला र अन्य दिनहरू पारेर तपाईको हातमा सदा यस्ता पहेँला चुराहरू सदा सधैँभरि लगाइराख्नु होला। यो मेरो तपाईलाई अर्को चाहिँ खुसी, सुख ल्याउने अर्को चाहिँ टिप्स दिएँ तपाईलाई। त्यसपछि तपाईको घरमा घाम उदाउने तर्फ, जहाँबाट घाम उदाउँछ त्यहाँतर्फ तपाईको शौचालय रहेको छ, तपाईको टोयलेट रहेको छ। त्यो टोयलेटलाई पनि तपाईले चाहिँ त्यो ठाउँमा बाट हटाएर अन्य ठाउँहरूमा, अन्य स्थानहरूमा सार्नु होला ताकि तपाईको जीवन भोलिका दिनहरूमा यसरी रुँदै मकान नपरोस्, अरूलेसँग तपाई रुँदै चाहिँ क्षमा माग्नु, भिख माग्नु पर्ने नपरोस्, तपाई आफ्नै सम्पन्न भएर आफै खुसी बन्न सक्नुहुनेछ भन्ने अर्को टिप्स दिन चाहे। र अर्को तपाईलाई म के भन्न चाहन्छु भन्दा तपाई विवाहित महिला हो, तपाईको श्रीमान हुनुहुन्छ। त्यसो भएको हुनाले तपाईले यस्तो खालको तामाको चुराहरू जुन हातमा चाहिँ लगाइरहनु भएको छ त्यो कहिले पनि नलगाउनु होला। तपाईले तामाको चुरा र तामाको औँठी, यस्तो चाहिँ जुन औँठीहरू हुन्छ, औँठी यो तामाको छ भने कहिले पनि नलगाउनु होला। त्यसले तपाईलाई दुःख, कष्ट, पीडाहरू आइरहेको छ र यस गर्नुभयो भने पनि तपाईको जीवनमा अझै खुसियाली आउने सम्भावना म पक्का ग्यारेन्टी दिन सक्छु। त्यसै गरेर तपाईको सुत्ने खाटमाथि, तपाईको जहाँ सुत्नुहुन्छ तपाईको खाटमाथि यस्तो किसिमको घडीहरू तपाईले सुत्ने चाहिँ कोठामाथि घडी राख्नु भएको छ र यो घडीलाई
तपाईँले आफ्नो खाटबाट अन्यत्र स्थानहरूमा कतै यता दायाँ हुन सक्छ यता बायाँ हुन सक्छ अनि अन्यत्र ठाउँहरूमा यस्तो किसिमको घडीलाई तपाईँले सार्नुपर्छ र त्यो घडी त्यहाँबाट राख्नु हुँदैन। त्यो घडी हटाउन साथै तपाईँका यस्ता रुने आवाजहरू बिस्तारै घटेर जानेछन्। त्यस्तै गरेर तपाईँले आफ्नो चाहिँ कोठामा, तपाईँको घरमा, तपाईँको घर वरिपरि, तपाईँका चाहिँ बरान्डाहरूमा, बार्तलीहरूमा तपाईँकोमा कालो बिरालो आएर रुने गरेको चाहिँ यहाँबाट म देख्छु। त्यो भएको कारणले यस्तो किसिमको मलाई आइरहेको छ। त्यसो कारणले तपाईँको घरमा आउने जति पनि बिरालाहरू छन्, रुने बिरालाहरू छन्, तिनीहरूलाई घरबाटै आउन नदिनु होला, लखेट्नु होला। त्यसो गर्नुभयो भने भोलिका दिनहरूमा तपाईँलाई रोगले, यस्ता किसिमका बिरामीहरूले, यस्ता किसिमका आँसु झार्दै रुँदै हिँड्नुपर्ने चाहिँ अवस्थाहरूबाट मुक्त हुनुहुन्छ र तपाईँको जुन पैसा कमाइरहनु भएको छ त्यो पैसा पनि तपाईँको हातमा टिक्छ, तपाईँको खल्तीमा रहिरहन्छ पैसा। ल तपाईँको चाहिँ बिस्तारै बिस्तारै केही दिन पछाडि तपाईँले देख्नुहुन्छ कि तपाईँको घरमा सुख शान्ति खुसी आएर तपाईँले हाँस्दै हिँडेको देख्न पाऊँ भन्ने भन्दै मेरा चाहिँ आजको तपाईँलाई म यति नै भन्न चाहेँ। धन्यवाद।